सरकारले गरेका तीनै काममा कोही बाधक बनेको छ भने त्यो हो न्यायपालिका। काठमाडौँ महानगरपालिकाको मेयर हुँदादेखि नै बालेनका निर्णयमा बाधक बनेको अदालत अहिले प्रधानमन्त्री बनेपछि पनि बालेन सरकारका हरेक निर्णय कि त उल्टाएको छ कि त अन्तरिम आदेश दिएर सरकारलाई निरीह बनाएको छ। बालेन शाह नेतृत्वको सरकारले गरेका विभिन्न निर्णय र कदम विरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाहरूमा अदालतबाट पटक पटक अन्तरिम आदेश र फैसला आउँदा सरकारको गतिमा धक्का लागेको छ। हालसम्म सरकारका 13वटा निर्णय तथा कदमहरू अदालतको परीक्षणमा परेका छन्। बालेन शाह नेतृत्वको सरकारलाई अदालतले दिएका मुख्य झड्काहरू यस्ता छन्। नम्बर 1, सम्पत्ति छानबिन आयोग विरुद्ध 3 अन्तरिम आदेश। सरकारले 2047 सालपछिका सार्वजनिक पद धारण गरेका पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न सम्पत्ति छानबिन आयोग गठन गर्यो। आयोगमा आफ्नो सम्पत्ति विवरण बुझाउनेहरूको संख्या पनि 12,000 भन्दा बढी पुगेको थियो। सम्पत्ति विवरण बुझाउने अन्तिम चरणमा आइपुग्दासम्म सरकारले गठन गरेको आयोगको काम कारबाही अगाडि नबढाउन सर्वोच्च अदालतले 3 पटक अन्तरिम आदेश जारी गर्यो। अदालतको यस्तो आदेशले सरकारले अवैध रूपमा अकुत सम्पत्ति कमाउनेहरूमाथि चलाएको डण्डामा ब्रेक लगाएको छ। 2, विश्वविद्यालयबाट विद्यार्थी संगठनका संरचना हटाउने निर्णयमा रोक। सरकारले शैक्षिक संस्थामा हुँदै आएको राजनीतिकरणलाई रोक्न राजनीतिक दल आबद्ध विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णय गर्यो। तर सरकारको यो निर्णय विरुद्ध विद्यार्थी संगठनहरू अदालत गए। त्यसपछि अदालतले विद्यार्थी संगठनका संरचना हटाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी। 3, सरकारी विज्ञापनमा एकद्वार नीति खारेज। बालेन शाह नेतृत्वको सरकारले सरकारी विज्ञापनको चरम दुरुपयोग गरी ठाउँ ठाउँमा ढाँड थापेर कमिसन खाने बिचौलियाको जालो भत्काउन सरकारी विज्ञापन निजी सञ्चार माध्यमलाई दिन रोक लगायो। सरकारको सरकारी विज्ञापन वितरण सम्बन्धी एकद्वार नीतिमा पनि अदालतले रोक लगाएको छ। नम्बर 4, नेपाल वायु सेवा निगमको नियुक्ति बदर। विमान खरिददेखि टायर किन्दासम्म राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम चरम भ्रष्टाचारको अखडा बन्दै आएको थियो। यसभित्रको व्यथितिमाथि निर्मम बन्दै वर्तमान बालेन सरकारले रिक्त पदहरूमा नयाँ नियुक्ति गर्यो। तर सरकारले वायु सेवा निगममा गरेको नियुक्ति पनि अदालतले बद्दर गरिदियो। नम्बर 5, देउबा दम्पतिलाई पक्राउ नगर्न अन्तरिम आदेश। जेन्जी आन्दोलनमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउबाको निवासमा जलेका विदेशी तथा स्वदेशी मुद्रा र विभिन्न भ्रष्टाचार काण्डमा मुछिएकी आर्जु राणालाई सम्पत्ति छानबिन गर्न भन्दै पक्राउ गर्ने तयारी गरियो। यसका लागि उनी विरुद्ध पक्राउ पुर्जिनै जारी भएको थियो। तर देउबा दम्पतिलाई पक्राउ नगर्न अदालतले अन्तरिम आदेश दियो। यसले सरकारलाई नराम्रोसँग झड्का दियो। नम्बर 6, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सम्बन्धी मुद्दामा परमादेश। बालेन शाह नेतृत्वको सरकार बनेको 24 घण्टामै जेन्जी हत्या अभियोगमा पक्राउ परेका पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पनि अदालतले रिहा गर्न परमादेश जारी गर्यो, जसले गर्दा सरकारले मुद्दा नै नचलाई उनीहरूलाई छोड्नु पर्यो। नम्बर 7, पूर्व मन्त्री दीपक खड्काको पक्राउ बद्दर। जेन्जी आन्दोलनकै क्रममा निवासमा आगलागी हुँदा पैसा उडेको तथा ठूलो परिणाममा नगद जलेपछि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पक्राउ गरेका पूर्व मन्त्री दीपक खड्काको पक्राउ पनि अदालतले बद्दर गरिदियो। अदालतको यस्तो आदेशले उनीमाथि अनुसन्धान गर्ने बाटो नै बन्द गरिदियो र खड्का हिरासत मुक्त भए। नम्बर 8, भन्सारमा सम्मानपूर्वक व्यवहार गर्न आदेश। भन्सार तथा सीमा नाकाबाट भन्सार छली गरी चोरी पैठारी तथा भन्सार छलेर सामान ओसार पसार गर्ने कार्यलाई बन्द गर्न सरकारले निर्मम नीति लियो। 100 रुपियाँ भन्दा बढी मूल्यका सामानमा भन्सार शुल्क लिने सरकारले निर्णय गर्यो। यसपछि नाका क्षेत्रमा नागरिक र सुरक्षाकर्मीबीच तनावको अवस्था बन्न थाल्यो। सर्वसाधारणमाथि दुर्व्यवहार भएको भन्दै सरकारको चर्को विरोध हुन थाल्यो। यो सँगै अदालतले भन्सार शुल्क लिँदा सेवाग्राहीसँग सम्मानजनक व्यवहार गर्न आदेश दियो। नम्बर 9, सुकुम्बासी र अव्यवस्थित बसोबासी हटाउन रोक। वर्षौंदेखिको सुकुम्बासी समस्या समाधान गर्न सरकारले अव्यवस्थित सुकुम्बासी बस्ती हटाउने निर्णय गर्दै काठमाडौँका खोला किनारमा रहेका अव्यवस्थित सुकुम्बासी बस्ती हटायो। तर त्यसको केही दिनपछि अदालतले कानुनी प्रक्रिया पूरा नगरी सुकुम्बासी तथा अव्यवस्थित बसोबासी हटाउन नपाइने आदेश जारी गर्यो। अदालतको यस्तो आदेशले सरकारको सुकुम्बासी समस्या समाधान गर्ने स्पिरिटलाई ब्रेक लगायो। नम्बर 10, कर्मचारी ट्रेड युनियन खारेजी विवाद। सरकारले कर्मचारीले राजनीति गर्ने होइन सेवा दिने हो भन्ने नीति लिएर कर्मचारी ट्रेड युनियन खारेज गर्ने निर्णय गर्यो। सरकारको कर्मचारी ट्रेड युनियन खारेज गर्ने निर्णयमा सुरुमा अल्पकालीन अन्तरिम आदेश जारी भएपछि उक्त मुद्दा खारेज भयो। महान्यायाधीश वक्ताको योग्यता सम्बन्धी मुद्दा।
यस्तै सरकारको कानुनी सल्लाहकारका रूपमा रहने महाधिवक्ता नियुक्ति पनि विवादरहित बन्न सकेन। सरकारले नियुक्ति गरेका महाधिवक्तामाथि प्रश्न उठाउँदै योग्यता सम्बन्धी मुद्दामा अदालतले यात्राको विवरण माग गर्यो। यसबारेको मुद्दा अदालतमा विचाराधीन अवस्थामै छ। नम्बर 12, लुम्बिनी प्रदेशसभा सदस्य रेखा कुमारी शर्मा रिहा। बालिकालाई घरमा बन्धक बनाएर श्रम शोषण गरेको आरोपमा प्रहरीले पक्राउ गरेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा कुमारी शर्मालाई अदालतको आदेशपछि रिहा गरियो। नम्बर 13, दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश। आर्थिक अपराधका नायिकेका रूपमा परिचित दीपक भट्ट र सुलभ अग्रवाललाई जिल्ला अदालत काठमाडौँले धितो पत्र तथा बिमा सम्बन्धी कसुरमा धरौटीमा रिहा गर्न आदेश दिएको छ। तर जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिए पनि सम्पत्ति शुद्धिकरणको कसुरमा विशेष अदालतले दुवैजनालाई पूर्व पक्षका लागि थुनामा पठाइसकेकाले उनीहरू तत्काल रिहा हुने अवस्था छैन। फलत सरकारले परिवर्तन र सुधारका लागि चालेका कदमहरूलाई न्यायालयले कानुनी छिद्रा र प्रक्रियागत त्रुटि औल्याउँदै निरन्तर अंकुश लगाउनुले राज्यका अङ्गहरूबीच चरम अविश्वासको वातावरण सिर्जना भएको देखिन्छ।